रात अंध्यारो गाउँ सुनसान सत्य लुक्यो झुटको शासन रात अंध्यारो गाउँ सुनसान सत्य लुक्यो झुटको शासन खस्यो पर्दा फुट्यो ताल खुल्दै जान्छ फसादको फाइल फसादको फाइल फसादको फाइल मलाई थाहा नै छैन न मैले त्यो देखेको छु न मैले चोरेको नै छु। यदि मैले त्यो पैसा चोरेको भए तपाईँलाई सोधेर आउँथ्यो होला र यो सुक्क पनि नआउन सक्थ्यो नि। दाइ मलाई किन तपाईँले यस्तो आरोप लगाउँदै हुनुहुन्छ? के रे अझ ठुलो कुरा गर्छस्? चोरलाई चोर भन्दा आरोप लगाएको हुन्छ साला चोर। हेर म तँलाई राम्रोसँग भन्दैछु, त्यो पैसा इमान्दार साथ दे, नत्र भने तँलाई कसरी नङ्गाउनु पर्छ मलाई मात्रै थाहा छ। पहिला बुढापाकाले भन्ने गर्थे, बाटोमा हिँड्ने भत्वा कुकुरलाई एक दिन घरमा ल्याएर पाल्यो भने त्यसले टोक्छ भन्थे। आज त्यस्तै गरिस् होइन साला भतुवा। गरिब भयो नि इमान्दार होलास् भन्ठानेको थिए, त त गरिब सँगसँगै साला चोर रहेछस्। अब हिँड्दै जा, तेरो के हालत गर्छु, तँलाई कसरी नङ्ग्याउँछु। भाले छन् अब के हो आफ्नो होइन कि क्या हो? यो भात खाने बेला नि खोर बनाएर चाहिँ बस्नै नहुने भयो के। अब चाहिँ यसो व्यापार पनि गर्नु पर्यो। ओहो आज झन् कस्तो गनाएको यो फोहोर, सास नै रोकिएला जस्तो पो भयो त। के गर्नु, नेताहरू सबै कान भएर नसुन्ने, आँखा भएर नदेख्ने मूर्ति जस्ता भइहाले। राजधानीदेखि यति नजिक भएर पनि के गर्नु, यो सिस्टोल भन्ने ठाउँमा पनि नेपाली जनता बस्छन् भनेर न त हिजोको त्यो बुढा सरकारले नै देख्यो, न त आजको तन्नेरी सरकारले नै देख्यो। हामीलाई त यो सरकारले
न मरि जानु न गरी खानु बनायो। फोहोर गनाएर बसी साध्य भएन। यो भएभरको सबै बेच्दै राजधानी छिरौँ भनेको। भन्न त सुब्बा भनेर आउँछन्, तर के गर्नु, जग्गा किन्न कागजको पान्ना बोकेर आउँछन्। नमस्कार श्यामलाल दाई। होइन तपाईँ किन एक्लै फतफताएर बस्नु भएको? नमस्कार नमस्कार। होइन किन दाई, तपाईँ आज बिहान बिहान एकदमै आक्रोशित देखिनुहुन्छ। होइन कसले चाहिँ तपाईँको जग्गा कागजमा किन्न खोज्यो? कसले हुनु नि, त्यही पारी गाउँको सुब्बा भन्ने कि टुप्पा भन्ने छ नि, त्यसैले नि। हो र भने सुब्बा जस्तो मान्छेले त्यस्तो काम त गर्न नपर्ने हो। अब गर्न नपर्ने हो भनेर के गर्नु, गर्नेले गरिसक्यो। बरु यसो तपाईँको चिन्जानीको मान्छे छ भने लिएर आउनुहोस्, मेरो सबै जग्गा जमिन बेच्ने हो। बरु यसो तपाईँलाई म चिया खर्च मिलाउला नि। हे तेरी दाई, तपाईँ हामीमा कस्तो चिया खर्चको कुरा गर्नुभएको? जग्गा त बरु म आफै लिन्थेँ। पैसा आउनलाई चाहिँ टाइम लाग्ला जस्तो छ। पहिलो चरणको प्रोसेसिङ चाहिँ भइसक्यो। जग्गा त मेरो आफ्नो मान्छेले किन्छु भनेको थिएँ दाई, तर अब सबैलाई स्वर्ग चाहिएको छ। यस्तो फोहोर डुङ्लुङ्गी गनाउने नर्कमा कसले पैसा हाल्छ? भन्यो भने दाई लाजा मर्दो कुरो। हाम्रा गाउँका केटाहरूलाई अहिले केटी दिन त छोडिसके, जानी जानी यो नरका कसैले छोडिदिन्छ? ल भन्नु त। गाह्रो छ हौ श्यामलाल दाई, गाह्रो छ। हामी सिस्टोलवासीलाई जस्तो फसाद त कसलाई होला? के गर्नु त निर्मल सर, यो सिस्टोलवासीलाई नेपाली नै होइन जस्तो गर्छ यो नेपाल सरकारले। त्यही त भने श्यामलाल दाई, त्यही फोहोर काठमाडौँमा गनाउँछ भनेर यहाँ ल्याएर फालिदिएको छ। काठमाडौँमा गनाउँछ र यहाँ गनाउँदैन। त्यही फोहोरको कारणले काठमाडौँका मान्छेलाई रोग लाग्छ भनेर यहाँ ल्याएर फालिदिएको छ। काठमाडौँका मान्छेलाई रोग लाग्छ र हामीलाई रोग लाग्दैन। मलाई त अलिकति हतारो थियो साँच्ची। हिजो मैले एउटा गामी हल्ला सुनेको थिएँ, तपाईँले थाहा पाउनु कि भएन श्यामलाल दाई? के हल्ला सुन्यौ र तिमीले त्यस्तो? के हुनु नि, त्यो पारी सुब्बाको घरमा हिजो 20 लाख रुपियाँ दाम हरायो अरे भन्ने पो सुने त मैले। हराउँछ पैसा, त्यसले मेरो जग्गा किन्न सकेन, गाउँभरि बेजत हुन्छ भनेर त्यस्तो हल्ला फिजाएको हामीलाई थाहा हुँदैन? खै के हो कुरो दाई, मैले पनि सुनेको। अस्ति भर्खर त्यसको छोरीले जापानबाट जग्गा किन्नु भनेर 20 लाख पठाएकी थिए रे। अरू कुरा म जान्दैन। होला नि, छोरी चाहिँ विदेश बसेको यत्रो लामो समय भइसक्यो, पैसा त पठाइ होला नि। तर त्यत्रो पैसा हरायो चाहिँ कसरी? खै कसरी हरायो हरायो। ब्याङ्कमा पैसा झिक्न त भीमे र सुब्बा दुवैजना दाजुभाइ गएका रे। भोलिपल्ट तपाईँ कहाँ जग्गा किन्न आउँदा पैसा लिएर आउँदा ब्यागभरि कागजै कागज रहेछ अरे। तपाईँ आफैले खुद देखिहाल्नुभयो। हुन त हो, मलाई खुब शान्ति दिएर सुब्बा हो सुब्बा, पैसा नभए जग्गा किन्न आउँछु भन्थ्यो। ब्याग हेर्छु त ब्यागभरि कागजै कागज। म त एकछिन रिसले आँखै देखिन नि। तपाईँलाई रिस उठ्नु स्वाभाविक हो श्यामलाल दाई। धन्न तपाईँले त्यो ब्याग खोलेर हेरिहाल्नु भएछ, नत्र त तपाईँ सिधै डुबेको नि। हुन त हो नि, तर त्यत्रो पैसा हरायो चाहिँ कसरी? त्यही पनि घरमा त्यो भीमे र सुब्बा मात्र बस्छन् होइन र? कहाँ भीमे र सुब्बा मात्र बस्नु? त्यही दिन बिहान भीमेले डाँडाघरको अर्जुनलाई काम गर्न बोलाएको थियो अरे। न त्यो अर्जुनले पो टपकायो कि मलाई त बडो शङ्का पो लागेको छ दादाई। यता सुन्नुहोस् नि सर, सुब्बा कस्तो नीच मान्छे भनेर मलाई राम्रोसँग थाहा छ। त्यो अर्जुन जस्तो सोझो इमान्दार मान्छेले त्यत्रो पैसा चोर्ने आँट गर्यो होला र? आफ्नो दुःख गरेर बस्या छ, बाबुआमा नभएको टुहुरो बिचरा बहिनी पालेर बस्या छ, कसैको लामो हात गरेर देखाएको छैन। गरिब हो भन्दैमा त्यसरी आरोप लाउन मिल्दैन नि। हुन त तपाईँले भनेको पनि ठिक हो श्यामलाल दाई। धन देखेपछि महादेवको त त्रिनेत्र खुल्छ भन्छन्। अब त्यसले चोरेन भनेर म चाहिँ विश्वास गर्दिनँ। स्याउ पनि त बाहिरबाट हेर्दा रातो हुन्छ, भित्र कुहिएको हुन्छ। त्यही भएर त्यो घरमा तिनीहरू दाजुभाइ बाहेक र त्यो बाहेक अरू कोही थिएन, त्यसैले चोरेको हुनुपर्छ भन्ने चाहिँ मेरो अनुमान हो क्या श्यामलाल दाई। ठिक छ, यो विषयमा राम्रोसँग बुझाउला। बिना प्रमाण कसैले नै आरोप लगाउन पाइँदैन निर्मल सर। तर के गर्नु श्यामलाल दाई, काल जमाना ठिक छैन, कसैको विश्वास गर्न सकिँदैन। आफ्नै स्वानीको त विश्वास गर्न सकिँदैन। पैसाका लागि उहाँ ज्यान लियो भन्ने
हल्लामा आउँछ संसारमा आउँछ। ल मलाई अलि हतार भयो, पछि कुरा गरौँ ल, अहिले जान्छु है। हुन्छ हुन्छ। दाई दाई के भयो? आज मलाई साह्रै बुवा आमाको याद आइरहेको छ बहिनी। किन त्यस्तो भन्दै हुनुहुन्छ दाई? किन त्यस्तो भन्दै हुनुहुन्छ? निराश नहुनुहोस् न। निराश नहुँ भन्छु बहिनी, खालि यो समाजले निराश बनाउँछ। आज बाबुआमा हामी सँगै भएको भए न हामीलाई कसैले हेप्न सक्थ्यो, न हामी टुरो भइन्थ्यो, न कसैले आएर त चोर होस् भन्न नै सक्थ्यो। आजसम्म 20,000 पैसा नदेखेको मैले यत्रो 20 लाख पैसा चोर्न सक्छु होला र? नानी, अब मलाई पुलिसले आएर लाग्छ होला। बुबा आमाले तिम्रो राम्रोसँग हेरविचार गर्नु भन्नुभएको थियो, तर मैले तिमीलाई राम्रोसँग हेरविचार गर्न सकिनँ बहिनी। मलाई माफ गरिदेऊ बहिनी, मलाई। सुन्नु न दाई, तपाईँले कमजोर भएपछि मेरो हालत के हुन्छ? के नाटक चल्दैछ यहाँ? अब रोएर र कराएर हुनेवाला केही पनि छैन। त आफैले अरिगालको गोलामा हात हालिस्। अब हेर यो सुब्बा कस्तो छ नि त, बल्ल तैँले चिनिछस्। सुब्बा रे? के को सुब्बा तपाईँ? गरिबहरूलाई मारेर गरिबहरूको रगत खाने राक्षस हो तपाईँ। न्यायको ढोकालाई कुन्चेर अन्याय र अत्याचारको प्रवर्धन गर्ने खलनायक हो तपाईँ। समाजमा भेडाको रूप गरेको बुवासु हो तपाईँ। हुक्क तपाईँहरू जस्तो मान्छेको रूप लिएर जन्मेको राक्षसहरूलाई। के भनिस् रे हाम्रो सुब्बा साहबलाई? दाइ, मेरो बहिनीलाई छोडिदिनुहोस् दाइ। सुब्बा साहब, मेरो बहिनीलाई छोडिदिए भन्नुहोस् सुब्बा साहब। मेरो बहिनीलाई छोडिदिए भन्नुहोस् सुब्बा साहब। अब चिन्छस् तैँले सुब्बा भनेको के चिज रहेछ? वाह सुब्बा साहब वाह, अलिकति लाज लाग्दैन तपाईँलाई? यस्तो गरिब निमुखामाथि यति ठुलो अन्याय र अत्याचार। यो कुरा अर्जुन र हामी बीचको कुरा हो, बीचमा बोल्ने तँ चाहिँ को होस्? होला, यो कुरा तपाईँहरूको र अर्जुन बीचको, तर यहाँ एउटा सभ्य समाजको पनि कुरा छ। तपाईँहरूसँग धन सम्पत्ति शक्ति सबै थोक छ होला, तर धन सम्पत्ति सबै थोक छ भन्दैमा बिना प्रमाण कसैले पनि आरोप लगाउन पाउनुहुन्न, बुझ्नुभयो? जमिन केटा चिन्ता नगर अर्जुन, नबिराउनु नडराउनु भने जस्तो यदि तिमीले गल्ती गरेको छैन भने कुनै माइकालालदेखि डराउनु पर्दैन। तिम्रो पक्षमा बोल्ने म छु अर्जुन। मलाई साह्रै डर लागेको छ दाई। त्यो सुब्बाले जे पनि गर्न सक्छ दाई। दाइ तपाईँलाई धेरै धन्यवाद। कोही नहुनेको भगवान हुन्छ भन्छ, तपाईँ त मेरो निम्ति भगवानै भएर आउनुभयो दाइ। अर्जुन, यो गाउँ सुब्बाको मात्र होइन, तिमी हामी जस्ताको पनि हो। तिमी निर्दोष छौ, तिम्रो लागि कहाँ गएर बोल्नु पर्ने के गर्नु पर्ने सबै म गर्छु, टेन्सन नगरिकन बस। ल अहिलेलाई मलाई हतार छ, म निस्किन्छु। हस् त बहिनी। भीम भाइ, ए भीम भाइ। अरे मास्टर, कति बेर लाग्यो तिमीलाई? झन् अघि नै आऊ भनेको। नरिसाउनु न भीम भाइ, अब घरतिरको यसो चाँजो पाँजोले मिलाउनै पर्यो। अनि के काम पर्यो त्यस्तो अपर झट बोलाउनु भयो? कुरो गम्भीर पर्यो। तपाईँ मास्टर जस्तो मान्छे, अलिकति मास्टर माइन्ड लाउनुहुन्छ कि भनेर तपाईँलाई बोलाएको। मास्टर माइन्ड त लाउला नि भीम भाइ, किन पिर मानेको? तर अब कुरा बुझिहाल्नुहुन्छ नि तपाईँ। ल ल, मैले भने जस्तो हुनु पर्यो, त्यसको लागि टेन्सन नहुनु, तपाईँलाई व्यवस्था गरौँला नि। यो झारे झुरे सबैले हेर्न थाले, अब यिनीहरूलाई जसरी भए पनि यिनीहरूलाई नङ्गाउनै पर्छ। कुरो बुझ्यौ नि तिमीले? मेरो कुरा ध्यान दिएर सुन्नुहोस्। यो हजुर तेल यो खाइसी हुन्छ मान्छे रेल।
यो चाहिँ हो कोदाको तेल। अब यो गाउँघरमा अहिले कोदाको रक्सी बिक्नै छोडो, कसैले खाएन आफै खानु। ए बुढा होइन यो के बेच्न हिँड्या तिमी? होइन गाउँभरि रक्सी बेचेर बाटा बाटा रक्सी खाएर के गर्न खोज्या तिमीले? यो बुढो हड्डी भाँचेसी जोडिँदैन, हल्ला पुलिसले कटामास, याद गर। चकट बास त्यही पनि यो झल्केलाई यसलाई के त तिनकै रौसी पुर्याउने त्यो पुलिसलाई यो झल्के हो भनेर। अर्जुन, ए अर्जुन, यता आऊ त बाबु एकछिन। हजुर दाइ के काम थियो होला र? हेर अर्जुन, जसले जे भने पनि तिमी र हामी भनेको छिमेकी हो। त्यो सुब्बाले आएर तिमीलाई त्यस्तो नराम्रो व्यवहार गर्यो भन्दा मलाई साह्रै चित्त दुख्यो। त्यही भएर दाजुभाइ आज बसौँ, तिता मिठा गफ गरौँ र खाना खाउँ मेरैमा भनेर म त बोलाउन पो आएको तिमीलाई। ओह्रालो लागेको मृगलाई बाछोले पनि खेच्छ भन्छन्। धन र शक्तिको आडमा हामी जस्तो गरिब युवकमाथि सधैँ अत्याचार र अन्याय मात्र भइरहेको छ। ल ल अर्जुन, पिर नमाना, तिम्रा लागि हामी छँदै छौँ नि। ल हिँड, खाना रेडी बनाइसकिन्। यसले बहिनी कहाँ गइन्? जाउँ खाना खानलाई, बोलाऊ बहिनीलाई। आज उता निर्मल सरले खाना पकाएको छु, तिमीहरू दाजुबहिनीलाई नै भन्दै हुनुहुन्थ्यो, खाना खान आऊ भनिरहनु भएको छ। जाउँ हिँड। रात अंध्यारो गाउँ सुनसान, सत्य लुक्यो झुटको शासन।